दिदी दिदी कता हुनुहुन्छ हौ तपाईँ? हजुर यता छु त बहिनी, म बाइबल पढ्दैछु। ए यहाँभित्र पो हुनुहुन्छ। के गर्नुभएको? जहिले पनि यो पुस्तक पढेको देख्छु त हौ तपाईँ त नि। के छ हौ यस्तो साह्रो यो पुस्तक मैले जतिखेर पढेको देख्छु। बस न यहाँनिर। ए दिदी अनि यस्तो पुस्तक यो पुस्तकमा चाहिँ के छ र त्यसो तपाईँ पढ्नुहुन्छ दिदी? यो पुस्तकमा नि बहिनी धेरै कुराहरू छ जो चाहिँ तिमीले खोजेका कुराहरू पनि पाउँछौ यहाँनिर चाहिँ तिमीले। यो पुस्तकमा चाहिँ जीवनका कुराहरू छ, यो पुस्तकमा शान्तिका कुराहरू छ, आशाविहीनलाई आशा दिने कुराहरू छ यो पुस्तकमा। यो पुस्तकमा प्रेमको पनि कुरा गरेको छ। प्रेम चाहिँ कस्तो हुन्छ, मानिसको प्रेम, परमेश्वरको प्रेमको बारेमा, अनि कसरी चाहिँ हामीले प्रेम गर्नुपर्छ, प्रेममा चाहिँ के हुन्छ के हुँदैन भनेर चाहिँ यो पुस्तकले पनि सिकाउँछ। अनि एउटा कुरा चाहिँ बहिनी, यो पुस्तक होइन, यो चाहिँ पवित्र धर्मशास्त्र बाइबल हो, जो चाहिँ मैले राखेको चाहिँ एउटा जीवन दिने पुस्तक पनि हो, बाइबल पनि है। ए हो र दिदी, यो पुस्तकमा यस्तो छ है, जीवन दिने, शान्ति दिने, अनि आशाविहीनलाई आशा दिने, अनि प्रेमको कुराहरू गर्नुभयो है दिदी तपाईँले चाहिँ। अनि परमेश्वरको प्रेम, मानिसको प्रेम, अनि उहाँले चाहिँ कस्तो प्रेम चाहनुहुन्छ, मलाई पनि तपाईँले भन्दा त सुनौँ सुनौँ जस्तो लाग्यो दिदी। मलाई पनि यो प्रेमको बारेमा चाहिँ यसो भनिदिनु न, किनकि अहिलेको प्रेम हेरौँ न कस्तो खालको प्रेम छ है। मान्छेले स्वार्थको लागि प्रेम गर्छन् दिदी, हुँदाखेरि प्रेम गर्छन्, साँचो प्रेम गरेको हुँदैन। तपाईँले यो बाइबलमा चाहिँ भन्नुभयो कस्तो चाहिँ प्रेम हामीले गर्नुपर्ने रहेछ, यसो पढेर सुनाउन मिल्छ भने दिदी पढौँ न, मलाई पनि सुन्न मन